आज 2083 साल वैशाख 13 गते मेरो लाइफको फर्स्ट ट्रेक, जुनमा चाहिँ मैले मोमेन्टहरू क्याप्चर गर्ने निर्णय गरेँ। बिहान लगभग 9 बजे हामी बुटलबाट पोखराको लागि निक्लिसकेको थियौँ। यतिखेर हामी खाना खाने क्रममा हाम्रो जनक दाइ। हेलो के छ? यो ट्रेकमा चाहिँ हामीहरू 9 जना थियौँ, जसमध्ये 3 जना चाहिँ अलरेडी पोखरामै थिए र हामी 6 जना बुटलबाट जाँदै थियौँ। खाना खाइसकेपछि पुनः हामी पोखरातिर लाग्यौँ र बाटोमा पानी पनि परिरहेको थियो। करिब 4 साढे 4 बजेको आसपास हामी पोखरा पुगिसकेको थियौँ र त्यसपछि हाम्रो यात्रा थियो घाँचो कुदै सरिपाखा। यति बेला हाम्रो 3 जना साथीहरू पनि भेट भएर हामी 9 जनाको टोली सरिपाखातिर लाग्यौँ। राति 8 बजेको आसपास हामी सरिपाखा पुग्यौँ र त्यहाँ खाना खाएर त्यो रात राम्रोसँग आराम गर्यौँ। किनभने भोलिबाट चाहिँ हाम्रो असली ट्रेकिङको यात्रा सुरु हुँदै थियो। बिहानीको घाम र चिसो हावासँगै हाम्रो दोस्रो दिनको सुरुवात हुन्छ। ओके सो हामी चाहिँ अहिले सरिपाखा भिलेजमा छौँ। हामी आएको चाहिँ हिजो नै लगभग 7:30-8 बजे थियो हामी आउँदै चाहिँ। आज 7 बजे निक्लिने भन्दा लगभग 8 बज्न लागिसकेको छ। अब चाहिँ हेर्दै जाऊँ, अब निक्लिने हो, बाटोमा के कस्तो हुन्छ ट्रेकिङ हेर्दै जानु होला। स्टे ट्युन्ड। अनि यिनी चाहिँ हाम्रो भाइ निखिल भाइ, के छ केही भन्नुपर्ने? ठिक छ, सबै ठिक छ नि? होइन, एकदमै ट्रेकिङको लागि अब रेडी हो। खाजा खाएर चट्ट अब मिठो खाजा खाइ हाम्रो चाहिँ यो सरिपाखा भिलेजमा चाहिँ राम्रो खाजाहरू बनाउनु भयो। ल चाहिँ अब हामी चाहिँ हिँड्नेवाला छौँ। ल हेर्दै जानु होला। हस्, धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद। नमस्ते। जाने बेलामा चाहिँ हामीहरूले टिका र फुलले बिदाई पायौँ।
ल हामीलाई चाहिँ चिनोमा चाहिँ फुल दिनुभएको छ खाना नै त मेरो र हाम्रो ट्रेकिङको असली यात्रा यहाँबाट सुरु हुन्छ। धेरै भएन, जम्मा 5 मिनट पनि भएन होला हिँडेको। हालत यस्तो भइसकेछ, के छ हालत जाने ठाडै उकालो रहेछ, यस्तो छ बाटो भाइ। के छ त्यो हुनाले चाहिँ प्रश्न गरिकन गन्तव्यमा अवश्य पुगिन्छ भाइ, पुगिन्छ। तर 5 मिनट नहुँदै यस्तो भएपछि के गरिन्छ खै। 10 मिनटमा चाहिँ के हाल हुने हो। पानी मुटुको धड्कन थाकेको अवस्था लास्टै थाक्यो। हिँडेको लगभग 10 मिनट होला। 15 मिनट भयो। 15 मिनटमा देखियो कतिको पावर रहेछ भन्ने कुरा। कार्डियो चाहिँ गरौँ न, जसले 3000 भन्दा माथिको ट्रेक गर्ने हो। 4500 प्रिपेयर हुनु पऱ्यो कि पहिलेबाट मजाले कार्डियो चाहिँ गरौँ। केटाहरू सब थाकेको अवस्था है। यहाँभरिमा मै अलिकति अगाडि आएर उभिएको, सब थाकेछन् सब। सासै फेर्न गाह्रो भयो यार, के हो यस्तो। हिँड्ने बानी चाहिँ गर्नु पऱ्यो है, हिँड्ने बानी नभएर बिगाऱ्यो। निखिल भाइ अल गुड? थकै मेट्दै एकैछिन, हिँडाइ धेरै त बसेन तर पनि थकै चाहिँ धेरै लागिरहेछ। तर सकिन्छ, सक्नुपर्छ। सहरको हल्लाबाट टाढा यी डाँडाहरूको बिचमा आएपछि एउटा कुरा महसुस भयो, शान्ति ठाउँमा होइन रहेछ। शान्ति त त्यो अनुभूति रहेछ जहाँ मन केही समयका लागि सबै कुरा बिर्सिन्छ। हामी चाहिँ अहिले यहाँ आइपुग्यौँ। यो बोर्डमा लेखेको छ खुमै जाने बाटो र सिधै जानुपर्छ भन्छ, तर चाहिँ उकालो छ है। हेर्दै जाऊँ अझै, तर सकिन्छ ल। विश्राम, उभिएर भए पनि विश्राम गरौँ है। ल ठिक छ, आउन आइयो, कति आइयो थाहा छैन, तर हिँड्न त धेरै हिँड्ने जस्तो लाग्छ, तर धेरै त हिँड्नै छैन। गाह्रो चाहिँ गाह्रो हुँदो रहेछ है।
डेन्जरै गाह्रो हुन्छ। यहाँ साइक्लिङ गर्ने मान्छेहरूलाई गाह्रो भइरह। हिँड्न छोड्नुहुन्न हिँड्न चाहिँ पऱ्यो है। यसरी चाहिँ बस्नुहुन्न बिलाल ल ठग्नुहुन्न। हर हर महादेव भनौँ हिँडमा हो के हर हर गर्ने। महादेव। 20 मिनट। ल अब हामी चाहिँ हिले खर्क पुग्नलाई 20 मिनट छ अरे। ल जाऊँ। ल अहिले चाहिँ हामी हिले खर्क आइपुगेको छौँ। यहाँ चाहिँ एकैछिन रेस्ट गर्ने ठाउँहरू रहेछ। धेरै बेर रेस्ट त गरिँदैन तर एकैछिन रेस्ट गरेर चाहिँ अब हामी हिँडिहाल्छौँ। ल बल्ल बल्ल चाहिँ खाना खाने ठाउँसम्म आइपुगेछौँ। अब चाहिँ खानासाना खाएर लगभग 1 घन्टा पछि फेरि हाम्रो चाहिँ यात्रा सुरु हुन्छ। थकाइ चाहिँ एकदमै लागिरहेछ। हजुर हुन्छ। मैले त सुरु नै गरेँ भर्खर सुरु गरिदिएँ। पारी जमुना पारी जमुना जमुना गोवेदैव मनकामना। ओइ होइ ओइ होइ ओइ होइ छोरा कसको छोरी कसको छोरा कसको छोरी सुहायो शिवजीलाई पार्वती कति घुमै डाँडा हामी जाने घुमै सही सही। हामी चाहिँ अहिले चिमचिमे भन्ने ठाउँमा चाहिँ लगभग 1 घन्टा जति रेस्ट गरेर खानासाना खाइयो। खानासाना खाएर रेस्ट गऱ्यो। अब चाहिँ एकछिनमा हामी निक्लिने। यहाँदेखि चाहिँ अब त्यस्तो उकालो छैन भन्दै हुनुहुन्छ यहाँ चाहिँ। अब चाहिँ अलिकति सजिलो होला जस्तो छ तर अहिलेसम्म चाहिँ एकदमै गाह्रो भएको अवस्था। ठाडै उकालो त्यसैमा सिँढी धेरै नै गाह्रो भयो। तर अब अगाडि हेर्दै जाऊँ कस्तो छ। यति बेला चाहिँ हामी देउराली डाँडामा पुगिसकेको थियौँ र यहाँ छोटो मिठो विश्राम गरेर पुनः हामी हाम्रो गन्तव्यतिर लाग्यौँ।
हामी चाहिँ अहिले देउराली डाँडा काटेर चाहिँ खुमै डाँडाको लागि हिँडेको लगभग 1.5-2 घन्टा भइसक्यो। ठाडै उकालो छ, थाकेको धेरै छ। डेस्टिनेसन चाहिँ हाम्रो खुमै डाँडा, अझै पनि त्यो आउन चाहिँ 1.5-2 घन्टा छ। प्रयास जारी छ, हेर्दै जाऊँ के कसो हुन्छ। बल्ल बल्ल आउँदै आउँदै कहाँ आयो फेरि अतो पत्तो छैन। डाँडो डाँडो नै चढिरहेछ। तर चाहिँ थाकेको थाके। के छ केटा, कस्तो भइरहेछ? अब यिनीहरू बोल्न नखोजेको हो कि नसकेको, अब त्यो चाहिँ यिनी मान्छेले बुझ्छ। Until failure. र फाइनली त्यो हाम्रो बिहानदेखिको लामो यात्रा खुमै डाँडामा आएर अन्त्य हुन्छ। कहिलेकाहीँ हामी गन्तव्य खोज्न होइन, आफैलाई भेट्न यात्रामा निस्किन्छौँ। यो यात्रा सजिलो थिएन, उकालो थियो, थकान थियो, तर हरेक पाइलासँगै मन हल्का हुँदै गइरहेको थियो। सायद यही हो यात्राको असली अर्थ, गन्तव्य पुग्नुभन्दा पनि त्यो बाटो महसुस गर्नु।